हामी चाहिँ हिजो मनोकामना आएको अनि यहाँ आएर चाहिँ हामी बसिरहौँ है। उहाँ चाहिँ हिमाल छ अनि आमा चाहिँ बाहिर जानु अहिले देखाउँछु भिडियोमा। अहिले चाहिँ अँधेरै छ है, तर 6 बजे पनि अहिले अँधेरै 6 बजिसक्यो। हामी चाहिँ अब मन्दिर जान हिँडेको अनि हिजो चाहिँ भिडियो बनाउनु मन लाग्थेन कि, त्यही भएर चाहिँ अहिले हामी आएको है त। अब हामी मन्दिरतर्फ जान लाग्यो। हुनुहुन्छ छिटो आइज ढोका लाम जाम मस्त पर्दैन। आमाको मोबाइल ल्याएर क्या, आमाको मोबाइल हाम्रो 903 चाहिँ हाम्रो बसियो मजाले रमाइलो गर्थ्यो। आज चाहिँ बोल्नु मजा आउँछ है त। जाउँ तल हामी। तर यहाँ त्यस्तो चिसो त रहन्छ अरे हाम्रोतिर अन्त त अहिले त बन्द छ है। उताको पो सटर खोलेर रहेछ नि। भाँडा किन्ने होला नि पूजा गर्ने रुक्ने आमा आफै जाने होला नि। बाहिर त जाडै छ कि यहाँ सिउँदा चाहिँ भाँडाहरू किन्न पाइन्छ है। एउटाहरू आएर किने हुन्छ यहाँ चाहिँ लेडिज आइटम यहाँ। लेडिज एउटा लेडिज छोरी यहाँ नि है। यता कति मजाको आउँदो रहेछ त यहाँ त। एमबिस त राम्रो रहेछ यहाँ चाहिँ। पाका जाम कहाँ हामी भाँडा किन्ने खोल्नु होला उता होइन र खोलिदिनु हो। देख्न सक्नुहुन्छ हजुर यहाँ चर्पा पारेमा आएर हामीलाई खोल्यो होइन मन्दिर त एउटै भाँडो लगाइन्छ सबै देवीलाई चाहिने सबै सामान छ हो। बेटी राखिदिनु अब यहाँ बेटी लगाएर राख्नु हुन्छ कि यहीँ राखिहाल्नु पर्छ हुन्छ उता लगेर राख्नु हुन्छ। यो देवीले चढाउनु बाहिर आएर बाल्नु है। यो बाहिर आएर बाल्ने मुख आएर यो भित्र दिने हो। तपाईँको गोत्र सूत्र सोध्छ, गोत्र सूत्र राम्रो पूजा गरिदिन्छ। गोत्र त हाम्रो काशीका हो गरे हेर्न राखौँ यो पैसा हुन्छ त। म तपाईँको मनको इच्छाले राख्ने यहाँनिर चाहिँ एउटा लाइट बस्दै गयो हुन्छ चमचम फोटो खिच्ने रामाले राखेर एउटा सम्झना राख कान्छ के माला फोटो छ त्यही छ त्यही खालको माला राखिनु हुन्न र हुन्छ हुन्छ हुन्छ। अहिले फोटो खिच्नु पर्छ भने आउनु के अरे आमालाई लिएर पछाडि मन्दिर साइडको फोटो पर्छ है। फोटो खिच्ने अनि माथि मन्दिर हाल्ने पछि पछि मन्दिर हाल्ने मन्दिरमा खिच्न दिँदैन। त्यहाँ यो जुत्ता चप्पल त राइट साइडमा निस्किएको छ है। दाहिने साइडमा है। हिजो गएको हामी थाहा बाहिर त जाडो हुन्छ जाडो छ हल्का अँधेरो पनि छ। ल गाजर हामी चाहिँ अहिले पूजा सुजा गरेर चरप्पा पारा उजेलो भएपछि भेट्नुपर्छ यता। फाइनल गाइज हाम्रो पूजा सकियो है त। पूजा सुजा सकियो हाम्रो। यो घाँटिया लाउने क्या डप्पा यस्तो गरेर यस्तो अनि घाँटिया लाउने यस्तरी बल्ल राम्रो देखिन्छ होइन। भैमा राख्नु कि एकछिन पूजा गर्ने अनि त्यही गाजरहरू फोटोहरू खिच्ने अब फोटोहरू खिच्छौँ हामी। अनि क्राउडहरू हेर्न सक्नुहुन्छ यतिको छ बिहान बिहानै। अनि अहिलेको चाहिँ कति बज्यो अहिले चाहिँ 7 बज्न ल 9 मिनट छ 7 बज्न होइन। अनि ल के चाहिन्छ सबैले यहाँ उ गर्न सक्नुहुन्छ मनोकामना मन्दिरमा है। यस्तो नजर छ यहाँ चाहिँ फोटो सुट चल्दैछ त्यही हो। एकछिनपछि म अब फोटो खिच्छु यहाँ अनि त्यसपछि भेटौँला है त अहिले घर जाने बेला है त गाजर। सो फाइनल गाइज हामी चाहिँ यहाँ पूजा सुजा सकेर पेट पूजा गर्न आइरहौँ। मम्मीले अरू कलि भयो नि मस्त है हामी खाना लाखौँ है त गाइजहरू देख्न सक्नुहुन्छ। पूजा गऱ्यौँ बिहानभरि अब त खाना गरेर पेट पूजा त गर्नु पऱ्यो हो कि होइन। के भन्नु भ्लगमा ल अब हामी भ्लग पूजा गरेर आएर खाना लाखौँ। यो त यहाँ बोल्दैछन् है एकैछिनमा रुममा जान्छौँ। ए यहाँ हामीले यहाँ ए गाजरहरू अब हामी चाहिँ खाएर भेट्छौँ है त। पूजा सकेर खाना खाजा पेट पूजा गर्नु पर्यो
त्यसपछि भेट्टाउँलाई त गाइजहरू अहिलेको लागि यति नै। सो गाइज फाइनली हामी चाहिँ अब पोखरातर्फ जाँदैछौँ है। पक्कै मतलबै भएन नि हामी बसेको बाटो चाहिँ यस्तो छ है सिन चाहिँ टक्क देख्न सक्नुहुन्छ गाइजहरू यस्तो बवाल हो। हामी त पुरा कुहिरो माथि हामी कुहिरो भएर हामी त पुरा कुहिरो माथि बसिरहेको अहिले बवालले कुहिरो माथि हामी त कुहिरो है देखियो पुरा हाम्रो ए देखिन कति हामी सुतेको बेड चाहिँ है त्यही गाइजहरू हामी त पुरा कोरा देख्न सक्नुहुन्छ तल चाहिँ पुरा कुहिरो लागेको छ यहाँनिर यस्तो छ यहाँ र माथि मनाका मान्न जाने त्यही हो गाइजहरू चरप्प पारामा चाहिँ अड्केमा हामी जान्छौँ घरतर्फ। अब आज चाहिँ पोखराको यात्रा पोखरा गएर बसिन्छ होला सायद त्यही हो अहिले बाटोमा भेट्नुपर्छ यता। फाइनल ग्यास हामी चाहिँ अब झरिसक्यो है हिजो त बनाइहाल्यो यहाँ चढ्यो आज चाहिँ बादल माथि गएर आइन्छ हिजो क्लियर थियो आयो त ओहो यस्तो हुन्छ मौसम कोरै रे केही देखिन्न भएछ त्यहाँ केही देखिन्न केटा हजुर ब्लग आयो ब्लग होइन के हुन्छ अहिले फेसबुकमा अब म त युट्युबमा हाल्छु सेतो रहेछ आज त हिजो पुरै थियो मान्छे त देखिएन मादा के उ गराउने भाइ फोटो नि यस्तोमा त मजा आउँछ नि बल्ल हामी त्यसै त कालो कालो आउँला हिजो चाहिँ पुरै थियो है कति पुरा घेरिसक्यो हेर्नु त अन्धकार अब पानी आउने जग्गा आज पुरै देखिएन नि केही देखिएन अब त खोर्सा खार्सा केही देखिएनन् बिहान भएर भरे हुन्छ नि मलाई त ठिकै हो गाइजहरू केवल काललाई टाटा बाई बाई गरिदियो हामी पुरो डाँडा काटेर आइयो हामी अब चाहिँ हामी पोखरा लागिन्छ हेर माथि उकालो जाने हो मेरोमा त बन्दैन बढे गराउनु चम के भिडियो चाहियो यार बुढेस कालानी गाँठे चम ल यहाँ त के भिडियो चाहिएको नि चन्द्र फोटा कति अब एकै ठाउँमा बसेको सबैटा खिच्ने कुरो हुन्न राइट अनि छुट्टै ठाउँमा खिच्ने लगेर एकै ठाउँमा खिचेर त के काम लाग्छ नि एउटै ठाउँको यहाँबाट चाहिँ हामी बाहिर जान्छौँ त्यसपछि उकालो जान्छौँ हिँड्दै त्यसपछि माथि गइन्छ माथि गएपछि गाडी भनिन्छ अनि गइन्छ सरप्प पारामा यस्तो है सर्रा जान्छ मजा आउँछ फेरि नयाँ बसे जस्तो फिल हो कहिले बस्छ चाहिँ एउटा चाहिँ अब हामी चाहिँ यहाँदेखि माथि जानुपर्छ है क्राउडहरू यति धेरै छ क्राउडहरू पर्छ आज त पूजा गर्ने दिन क्राउडहरू धेरै हुन्छ हामी त हिजै गएर बस्यो आनन्द पूजा पनि छिटो सक्यो उनीहरूलाई त टाइम लाग्छ बाबा नि होइन क्राउडहरू यहाँ क्राउड कति धेरै है क्राउडहरू पर्छ हिजो टिकट काटेर यहीँ बाहिरै बस्दो रहेछ तिमीहरू है आमा क्राउड त यहीँबाट बल छ यताको भ्यू चाहिँ केटा बल भ्यू छ भ्यू चाहिँ मान्छे क्राउडहरू आने बर छ केटा खाउन लगाइदिएन नि यहाँ त बाख्रालाई हामी हिजो अब त चिल थियो यार कोही छैन सुनसान थियो अन्त अब यति धेरै आइच्छन् होला त्यो डाँडो घटेर जानुपर्छ दुइटै डाँडा खान के त्यही गाइजहरू अहिले भेटामा मेरो त हातै दिइसक्यो साथी पनि हेलो गाइज फाइनल्ली हामी चाहिँ पोखरा आएर नि रुम
खोजेर बसेर नि भात खाएर नि अहिले चाहिँ हामी तर लेक साइडतर्फ लागिसक्यौँ। हामी फेवाताल लेक साइडतिर लाग्यो। धेरै यो चाहिँ भोलि रुममा जोस् चट्टा पारेर 3 मिनट लाग्थ्यो अन्त्य गरे 2 मिनट भएको अरे। ताल त देखे जस्तो त भयो अलिअलि फर्क्यो। त्यही गाजहरू अहिले हामी वहीँ तालमा भेट्नुपर्छ र चरप्प पारामा हुन्छ कि हुन्न है त त्यहाँमा हेरौँ है त। फाइनल गाइज हामी चाहिँ ढुङ्गा चढिसकेको छौँ है। के भन्ने ढुङ्गा जस्तो रङ्गै लाग्यो उसमा चढिसके हम डोरमा चढिसके हम तरे हम फेवाताल मन्दिर जाने भनेर हिँडे हम मन्दिर माथि नै परिरहेछ अहिले त। म त पहिल्यै जमाना आएँ कि म त यस्तो अगुइ छ। अब उताबाट त नल उताबाट त 100 रुपियाँमा लगिदिन्छ क्या पारिवारि मन्दिर लग्यो। यो त 1080 को 1 घन्टा हो क्या। यो अहिले काटेको ताल देख्न सक्नुहुन्छ हजुर। ताल 1:30 बजे चढियो 1:30 बजेर 2:30 बजेसम्म हगान्छ। ए मन्दिर जाने फेरि यहाँ घुम्ने ल आएको बेला घुमौँ त नि क्यारी त घुम्नै पर्यो। अहिले घुम्नु पाइने गाजरो म त झ्याउला चाहिँ राति डुङ्गा चढ्न अस्ति नै चढ्यो अहिले नि चढ्यो। हेलो गाइज हामी चाहिँ मन्दिर आएर पनि फर्किसक्यौँ है त। देख्न सक्नुहुन्छ भ्यू पोइन्ट बल्ल अहिले बल्ल राम्रो घाम लाग्यो नि त यतातिर त्यही भएर म त पोखरा छु सासु। यिनीहरूलाई पनि देख्न सक्नुहुन्छ। भोलि ठिक छ जस रमाइलो भयो अलिअलि हेर्ने शनिबार मान्दार के काम छ र सासु? अब आइतबारतिर जाम्ला। रोको राम्रो देखिन्छ अरे। सोमबार मालिकै जाम शनिबार सासु अहिले भेटौँला है त चट्टा पारेर रुममा गएर भोटिङ गरेर नि ट्याक्क हामी चाहिँ आइसक्यौँ हाम्रो यो पोखराको भाइरल रोड छत्तैमा है त। छत्तैमा आइसक्यौँ। पहिले यत्रो बस्ने हामी आउनेले थोरै बनाएको थिएँ अहिले त पुरा भरेछन् अलि परसम्म धेरै पर त होइन त्यही हो। भाइरल रोड पोखराको भाइरल रोड पोखराको है त पोखरा है त पोखरा है त गाजु त्यही होला चरप्प पारामा हामी चाहिसक्यो भाइरल रोडमा। मैले भनेको त उनीहरू देखि वहाँसम्म देख्न सक्नुहुन्छ तपाईँहरूले छत्ता। भोटिङ गरेर नि ट्याक्क हामी चाहिँ आइसक्यौँ हाम्रो यो पोखराको भाइरल रोड छत्तैमा है त। छत्तैमा आइसक्यौँ। पहिले यत्रो बस्ने हामी आउनेले थोरै बनाएको थिएँ अहिले त पुरा भरेछन् अलि परसम्म धेरै पर त होइन त्यही हो। भाइरल रोड पोखराको भाइरल रोड पोखराको है त पोखरा है त पोखरा है त गाजु त्यही होला चरप्प पारामा हामी चाहिसक्यो भाइरल रोडमा। मैले भनेको त उनीहरू देखि वहाँसम्म देख्न सक्नुहुन्छ तपाईँहरूले छत्ता। सो हेलो गाइस फाइनली हामी चाहिँ उठेर नुहाइधुवाइ गरेर हामी बागलुङतर्फ जान लाग्यौँ। मान्छे भएन है अनि हामी चाहिँ जान्छौँ ब्याक गरेर गाडी छिटाइन्छ फेरि जालास मामा घर पहिले हो क्या गाडीको लाइन चाहिँ देख्न सक्नुहुन्छ गाजुहरू। हाम्रो गाडी थियो हामी चाहिँ डाइरेक्ट बागलुङकोमा जाने हो। बागलुङ गएर अनि यसो दर्शन गरेर अनि त्यसपछि लामो पुल चढेर
चरप्प पारामा हामी चाहिँ घरतर्फ लाग्नुपर्छ हो कि होइन यस कस्तो अनुभव भइरह राम्रो अनुभव भइरहेको अनि पुलमा डाँडाउँछ डाँडाउनुहोस् गएछ कि गएन लामो पुल सबसे लामो पुल गएन मान्छे भयो भने त हल्लिन्छ न त हल्लिन्न अरे डर लाग्छ सुरुमा जाने बेला त मलाई चाहिँ डर लाग्नु हो क्या बोकिन त्यही गजहरू उहाँको पोखराको अहिले भ्यू चाहिँ यस्तो छ है मर्निङ भ्यू चाहिँ बवाल छ जियोस् बवाल छ गाजहरू त्यही हो अनि मैले चाहिँ फेरि धेरै भ्लग बनाउनु कि हामी चाहिँ अब घुम्न आएको मान्छे हो भ्लग हल्का फुल्का टाइम मिलासी गयो नि न त त्यस्तै हो होइन अस्ति डुल्ने भएको नि हो कि हामीहरूको चाहिँ लेफ्ट साइड गइयो लेग साइड चेस्टकट गयो मजा है बोट चढ्यो बोटिङ सोटिङ राफ्टिङ गयो नि भनेको के फेरि त्यस्तै भयो क्या आमा नभएको नहुन्थ्यो आउँदो आमा फेरि हराइहाल्थ्यो कता अब त्यही गाजहरू अब यहाँ तल त कहाँ जाने र माथि मान्छे आउँदैछन् भन्दै गरे कति बेला आउने त मान्छे आएछ बोलाइराखेन हामीलाई होइन अर्को गाडी हो त त्यो गाडी आयो नि राति खै कुनै गाडी हो अब हो कि अर्को गाडीमा पठाउने विचार खाने ओए हिमाल यहाँ पनि हिमाल उहाँ पनि हिमाल है त गाइजहरू त्यही चरप्प पारेर अहिले बागलुङ गएर भेट्नुपर्छ है त हामी चराउँछन् अरू दिन्छन् क्या हामीलाई खाने हिमालले गुलियो हुन्छ मिठो लगाइजहरू हामी चाहिँ आइसक्यो रोड चढाउने भन्नुहुन्छ रोटा भन्दा पनि न रोटा रोटा चराउने आधा भएको पनि ल आधा हामीलाई होइन ल त साथी ल ओहायो गजाइमास अहिले त भइमा नि सिसी क्यामेरा राखेको छन् ले तल नि राखेन काली कामाए देउन बिच्छा भन्ने गीत सुनिदिने अनि हेगो गीत त हो त्यो सामानहरू त हामी त्यहीँ राखेर आउनु पर्ने रहेछ नि त बरु त्यहीँ दोकाना तपाईँ सिसी क्यामेराको केतमा हुनुहुन्छ है त गाइजहरू यहाँबाट जाऊँ पूजा गरौँ भात खाऊँ अनि लामो पुल जाऊँ अनि जाऊँ गलको यहाँ बाँदर छन् कि छैन नानी यहाँ हुन्थ्यो कि बाँदर हुन्थ्यो कि यहाँ ओ यहीँ आउँथ्यो खोरा नरिवल दिने फुटालेर खतरा खाइदिन्थ्यो अन्त छैनन् जाडो अब गलकोट बागलुङ भनेपछि जाडो सुरु भइहाल्यो मुस्ताङ जस्तै छ के हेर मिर्गाले अघिच्छ कि बाख्राले अघि बाख्राले मिर्गाले त्यस्तो कहाँ हुन्छ गाइजहरू अहिले मन्दिर गएर भेट्नुपर्छ है त सो फाइनल गाइज हाम्रो चाहिँ पूजा सुजा सकिसकेको छ है अनि हामी चाहिँ अब यसो भात खानातर्फ लाग्न लाहौँ त्यही हो चरप्पा पारामा यी चाहिँ खै कुमारी अधिकारी हिमाल कुमार बहादुर बोहरा छेत्री त्यही हो खै त अहिले त देखिन्न नि रोटाहरू चढाएर आइसक्यौँ हजुरआमाले रोटी थाली फाल्दै रोटाको थाली खस है हेरदेखि फेरि अर्कोचोटि नदिनु होला फेरि त्यही गजहरू ऊ त थिएन घडेरी चौडको जस्तो छ नि जङ्गल त यहाँ त बनाएकै जङ्गल हो त हुने भएको होइन त्यस्तै छ क्या यहाँ हेर्दा नि ट्रक्क हेर्दा चाहिँ त्यस्तै फिल हुन्छ है हामीलाई घडीदेखि माथि जाँदा पाउनु तिमी यो घाँस अहिले यही छ बागलुङ बजारमा बागलुङ बजारमा बाघको शालिका अलि पालतिर अब दर्शन गरिहालौँ के चाहियो मागिहालौँ गाइजहरू के चाहियो सबै दर्शन गरिहालौँ है त एकैचोटि तरप्पा अहिले बाहिर भेटौँ है त सो गाइज हामी चाहिँ भातसात ठुसेर पनि हामी लामो पुलतर्फ लाग्यौँ हिँड्दा मासु अड्क्यो होला भित्र दादा अड्क्यो होइन तेरो अड्क्यो होला यो अड्क्यो क्या अड्क्यो मेरो त अड्किहाल्यो मासु पनि फलत फुलित भएको थियो छलाइसित म त टुइटा मात्रै खाएँ तिनवटा पऱ्यो हामी चाहिँ अब लामो पुलमा गएर चाहिँ लामो पुल तर्नु पर्ने हुन्छ है हामीले पनि अस्ति चाहिँ तर्नु हो यहाँ आगे हेर्नु गइहाल्यो थुदिउँ त त्यही गाजहरू चरप्प पारेर हामी चाहिँ अब
लामो पुलतर्फ लागिसकिन्। यस्तो छ बिहानै बिहानै खाएर गाइजहरु। हिजो त रोटी खाएको मजा आउँछ है। अब दामी लामो पुलमा जाने है, रमाइलो हुन्छ नि। ब्लग चाहिँ लामो बनाउने हो, एकैचोटि एउटै बल्लको हालिदिने बिचमा हो म। त्यो भएर चाहिँ जोडेर हालिदिन्छु। 20-22 मिनट कति मिनटको हुन्छ हेरिदिउँ, माया गरिदिउँ। त्यही हो त है त गाइज। अहिले लामो लामो गोल्डन ब्रिज अरे गोल्डन ब्रिज नै हो यहाँ। गएर भेटौँला है त। फाइनल गाइजहरु हामी चाहिँ यहाँ आइसक्यो। यहाँ जस्तो छ यता। यहाँ त मलाई अस्ति नै देखाएको छु यार। बागलुङ त आइन्छ क्या अन्त नगयो नि है चरपापारामा। ओ टिकटक हेरेको मूर्ति कला बिचा गरम केटाकेटीहरूले के डिस्टर्ब गरिदिनु गएर भन्ने कि टिकटक देख्न पाउनुहुन्छ क्या हजुरमा। टिकटक है त, टिकटकर्स भाइरल टिकटकर्स। त्यो रमाइलो छ, पार्क चाहिँ रमाइलो छ। यहाँनिर देख्न सक्नुहुन्छ पारामा यिनी मूर्तिहरू चाहिँ बवाल छ क्या। लामो पुल चाहिँ यहाँनिर छ है त। मलाई डर लाग्ला कि नलाग्ला? नलाउला मलाई त डर। नलाग्ला खैदैन आमा फेरि उहीँ बस्नुहुन्छ कि छाउला चाहिँ मलाई त्यही भएर अहिले भेटौँला त नि पुल चरी। सो फाइनल गाइस हामी चाहिँ लामो पुलतर्फ लागिसक्यौँ। ल को डराउने छ हेरामै, को डराउने चाहिँ ल है कसलाई डराउने कसलाई डराउने छ हेरौँ है कसलाई डराउने छ हेरामै। मलाई लाग्छ मलाई अरूलाई म त पोहोर विचार गरेर फर्केँ। अस्ति नि अनि त दिदी जानु होइन होइन ऊ अन्त आएको बेला त गयो गएर खाना खाएर आयो के हो म पारी गएर ल अब पुल तरिन्छ। अरू पुल तरिन्छ भने त उकालो के रोकिन्छ थाहा छैन है। छैन त्यति उकालो नि। त्यहाँबाट त उकालो छ नि उहाँ माथि त्यो होटेल खेती गर्नु लागेको के रहन्छ त्यहाँ त केरा खेती गर्छन् के केराबारी खुट्टा त काम्दैनन् है खुट्टा काम्दैनन् उकालो हिँड्नु त हुन्छ त्यही हो। यो उँधो हेर्नु गएन पारी हेर्नुपर्छ पारी। बडा आएको म त पारी हेर्छु धेरै जान्छ पारी हेर्नेको तल हेर्नु पर्छ। तल कहाँ हेर्नु त नि अनि तल हेरे पो बल्ल डर लाउनु न हो त फेरि माथि हेऱ्यो त डर लागिहाल्छ नि। होइन तल हेर्नु पर्छ क्या त्यही भएर डरै लाउनु न। ल यसलाई डर लागिसक्यो भन्न। ल गाइस फाइनली यसले डर लाग्यो भन्ने कुरा सुनिसकेँ मैले। डर लाग्यो म त जान्न क्या जान्न अरे किन जानु पर्यो नि। तल देखेको तल नहेर कहाँ तल चाहिँ यस्तो छ क्या हजुर। म त लाग्नु क्या डर त। खै बाटा यसो छोडिदिनु अहिले भिड भयो अहिले है त। सो गाइस देख्न सक्नुहुन्छ पुल त्यही हो गाइजहरू। अब भ्लग चाहिँ धेरै लामो भयो जस्तो लाग्यो मलाई, त्यही भएर भिडियो यतितिर एन्ड गर्न पर्यो है त गाइज। त्यही हो, मन परेमा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। त्यही हो होइन आमा हो कि होइन हो। त्यही गाइजहरू अहिले हामी यहाँ घाम ताप्दै हामी यो पुल तरेर आएको थकै लाग्यो। पुलमा अब धेरै नभुलौँ अब चट्टा अब जाने यहाँ माथि काउन्टर जाने गाडी चढ्ने अनि घर जाने। सो त्यही गाइज अहिलेको लागि यति नै बाई बाई। अर्को भिडियोमा भेटौँ ल।